नमस्ते, म देवसागर। मेरो स्थायी घर चापाकोट स्याङ्जा, हाल दक्षिण कोरियादेखि। आज एउटा गजल प्रस्तुत गर्न चाहन्छु, सुन्नु होला है त। घरि ढोकाबाटै घरि झ्यालबाट जिस्क्याउँछे, घरि ढोकाबाटै घरि झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे। बामाले देखे भने कोठाभित्र थुन्छन् कुट्छन्, बामाले देखे भने कोठाभित्र थुन्छन् कुट्छन्, तर वास्तै केही नगरी झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे। अरूले थाहा पाउलान् भने सुस्त सुस्त बोल भन्छु, अरूले थाहा पाउलान् भने सुस्त सुस्त बोल भन्छु, माथिएर झन् बेसरी झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे। हेर्दा हेर्दै टोलाउँछे पछिका दिन सम्झिएर, हेर्दा हेर्दै टोलाउँछे पछिका दिन सम्झिएर, स्वप्न बुन्दै नाना थरी झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे। पानको पात बनाएर हातमा मेरै नाम लेखी, पानको पात बनाएर हातमा मेरै नाम लेखी, रङ्गी चङ्गी बुट्टाभरि झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे। घरि ढोकाबाटै घरि झ्यालबाट जिस्क्याउँछे, घरि ढोकाबाटै घरि झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे, हैन कस्ती नकच्चरी झ्यालबाट जिस्क्याउँछे। हस्त, धन्यवाद।